हेलो साथीहरु, गुड मर्निङ एभ्रीवन। पक्कै पनि सबैजना सन्चै आराम हुन्छ होला। वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ धेरै दिनमा भिडियो बनाएको छु। सो भिडियो नबनाएको पनि धेरै भइसक्यो त। आज चाहिँ लगभग 1-2 महिनामा भिडियो बनाएको साथीहरु। सो आज चाहिँ विशेष गरी हाम्रो प्लान चाहिँ हामी भर्ना जाने प्लान। भर्नादेखि चाहिँ हामी यहाँ आउनु चाहिँ 1 घन्टा लाग्छ। हामी चाहिँ भर्नादेखि थोरै 1 घन्टाभित्र बाल्ची गर्ने ठाउँ हो साथीहरु। सो आज चाहिँ सबैको छुट्टी हो, त्यही भएर आज चाहिँ सबैको सल्लाहमा हामी चाहिँ टक्क बाल्चीदेखि भर्नाको यात्रा आज चाहिँ हामी चाहिँ यहाँको बस चढेर हामी भर्ना भन्ने ठाउँमा जुन चाहिँ त्यहाँ एयरपोर्ट पनि छ जहाँ चाहिँ हामी भर्नादेखि आउँदाखेरि ट्याक्कै त 1 घन्टा लाग्छ साथीहरु। सो आज चाहिँ धेरै भयो, रुममा बसेको गरेको जाडो पनि बढ्न लागिसक्यो। यता चाहिँ हल्का चाहिँ जाडो बढिसकेको छ साथीहरु। त्यतातिर मौसम चाहिँ के कस्तो हो साथीहरु। सो फाइनल्ली आज चाहिँ हामी सबैको प्लानमा आज चाहिँ भर्ना आइन लाग्छ। हाम्रो चाहिँ बस स्टेसन यो देख्न सक्नुहुन्छ, हाम्रो बाल्चीको भर्ना जाने बस स्टेसन। सो दाइहरू उता हुनुहुन्छ। सो म चाहिँ भिडियो बनाउँदैछु साथीहरु। अब हेरौँ आज इन्डियन मार्केटतिर पनि जाने प्लान छ। हेरौँ आजको हाम्रो यात्रा चाहिँ कस्तो हुन्छ। म तपाईँहरूलाई पक्कै पनि यो भिडियोमा देखाउँछु साथीहरु। यतातिर मौसम चाहिँ एकदम चिसो भइसक्यो साथीहरु। सो अब चाहिँ हिउँ पर्न लागिसकेको अवस्था हो यतातिर चाहिँ। त्यतातिर के कस्तो हो, काममा पनि 1-2 हप्ता भइसक्यो साथीहरु। यतातिर चाहिँ टक्क हल्का जाडो बढिसकेको छ। साथीहरु देख्न सक्नुहुन्छ हाम्रो आजको भर्ना जाने गाइड उहाँहरू हो। अब हामी 6 जना भएर हाम्रो यात्रा आज सुरु हुन्छ बाल्चीदेखि भर्नाको साथीहरु। तपाईहरुलाई म पक्कै पनि देखाउने छु हाम्रो भर्ना चाहिँ के कस्तो हो। हाम्रो बाल्चीदेखि आज भर्नाको यात्रा। यहाँ चाहिँ हामी टक्क बस वेटिङ गरेर बस्छौँ साथीहरु। र गाइड्स हाम्रो चाहिँ यता टक्क मिटिङ हुँदैछ। गाडी चाहिँ एकछिन आउन टाइम लाग्छ, त्यसैले हामी चाहिँ वेटिङ गर्दैछौँ गाडीको। यतातिरको बस स्टेसन देख्न सक्नुहुन्छ, तर गाडी चाहिँ आएर छ, तर हाम्रो चाहिँ भर्ना होइन कभरमा जाने गाडी चाहिँ आएछ साथीहरु। यतातिरको सिनहरू देख्न सक्नुहुन्छ, जाडो बढिसकेको छ यतातिर चाहिँ साथीहरु। र साथीहरु फाइनल लाएर हामी भर्ना जाने गाडी आइसकेको छ। यही गाडीमा चाहिँ हामी टक्क भर्नाको लागि निस्क्यौँ साथीहरु। दाइहरू चढिसक्नुभएको छ, अर्को गाडी पनि आइसक्यो साथीहरु। हामी चाहिँ आज टक्क 6 जना ग्रुप भएर भर्ना हिँड्यौँ। आजको हाम्रो यात्रा चाहिँ के कस्तो हुन्छ तपाईँहरूलाई म भिडियो मार्फत देखाउनेछु साथीहरु। गाइस फाइनल लाएर हामी चाहिँ चढिसक्यौँ बसमा। बस देख्न सक्नुहुन्छ हाम्रो भर्नाको यात्रा। वेलकम टु छ अब भर्नाको लागि हाम्रो चाहिँ यात्रा सुरु लाग्छ साथीहरु। मलाई के छ आज भर्नाको यात्रा कस्तो होला जस्तो गरौँ दाइ मोबाइल हुन्छ ल। यता सर के छ खबर? ठिक छ हैन? अब हाम्रो दसैँ होइन पनि तिहार पनि यस्तै हो, छुट्टीको बेला घुम्न जाने हिँड्ने यस्तै हो साथीहरु। यतातिर हाम्रो रमाइलो चाहिँ यस्तै हो, जाडो चाहिँ हल्का बढिसकेको छ यतातिर चाहिँ। आजको यात्रा चाहिँ के कस्तो हुन्छ म तपाईँलाई भिडियो मार्फत देखाउनेछु। हाम्रो भर्नातिर के होस् साथीहरु देख्न सक्नुहुन्छ। हाम्रो यतातिर बस चाहिँ भित्र चाहिँ यस्तो हाइट जस्तो हो, यो चाहिँ अलिक राम्रो रहेछ अस्ति नभएको भन्दा त्यस्तै राम्रो रहेछ साथीहरु। त्यस्तै छ साथीहरु। बाटोको बिचको म तपाईँलाई भ्यू देखाउँदैछु। यतातिरको भ्यू चाहिँ यस्तो छ। हामी चाहिँ निरन्तर यात्रामै छौँ। यसो हेर्दाखेरि नेपालतिरको जङ्गलहरू जस्तो लागेर मैले थोरै भ्यू लिएको साथीहरु। के कस्तो लाग्छ कमेन्टमा कमेन्ट गरिदिनु होला। देख्न सक्नुहुन्छ यतातिरको भ्यू चाहिँ बिच बाटोमा देखिएका भ्यूहरू निकै एकदम मनै लोभ्याउने भ्यूहरू छ साथीहरु। टक्क लाएर खेतहरू देखिएको छ, गाउँबारी जस्तो देखियो साथीहरु। हामी चाहिँ यात्राकै क्रममा छौँ। यात्राको क्रममा दामी राम्रो भ्यूहरू देखिदिएको साथीहरु। फाइनल्ली हामी चाहिँ लगभग 40-45 मिनटको हाम्रो यात्रापछि फाइनल्ली हामी चाहिँ भर्ना इन्ट्री भइसकेका छौँ साथीहरु। हाम्रो यात्राको क्रममा निकै धेरै जङ्गलहरू पनि देखियो। नेपालतिरको भ्यू जस्तो लाग्यो मलाई चाहिँ, एकदम रमाइलो लाग्यो साथीहरु। त्यहाँबाट के कस्तो लाग्यो भ्यूहरू कमेन्टमा कमेन्ट गरिदिनु होला साथीहरु। सो हामी चाहिँ अहिले चाहिँ भर्ना इन्ट्री भइसकेका छौँ। हामी झर्न चाहिँ भर्ना बस पार्कमा साथीहरु। यतातिरको बस पार्क के कस्तो हुने रहेछ म तपाईँलाई अवश्य पनि देखाउनेछु फेरि पनि।
फाइनल्ली गाइज हामी चाहिँ भर्ना इन्ट्री भइसकेका छौँ। सो धेरै पछि यस्तो सिटीहरू देख्न पाउँदा निकै रमाइलो लागेको छ। सो हामी चाहिँ बस्ने चाहिँ अलिक हामी चाहिँ यसो गाउँ साइडतिर बस्छौँ साथीहरू। सो अझ चाहिँ धेरै पछि हाम्रो बसको यात्रामा निकै रमाइलो भएको छ। धेरै पछि अझ बजार जस्तोमा सहर जस्तोमा आइयो साथीहरू। आज चाहिँ निकै रमाइलो लागेको छ आज चाहिँ। हेलो गाइज, ल फाइनल्ली हाम्रो 1 घन्टाको यात्रापछि हामी चाहिँ यही बसमा आएको। हाम्रो बाल्चिकदेखिको यात्रा चाहिँ अब हामी भर्ना आइसक्यौँ गाइज। तर आज चाहिँ धेरैमा 4-5 महिनापछि यस्तो ठाउँमा आउनको निकै रमाइलो लागेको छ। हामी चाहिँ लगभग गाउँ साइडतिर जस्तो बस्छौँ साथीहरू। र आज चाहिँ हामी भर्ना आइसक्यो। अब हाम्रो दसैँ भने पनि तिहार भने पनि साथीभाइसित रमाइलो गर्ने दिनले यस्तै छ साथीहरू। यतातिर चाहिँ देख्न सक्नुहुन्छ गाइज। फाइनली लाएर हाम्रो 45 मिनट लगभग 1 घन्टाको हाम्रो बसको यात्रापछि हामी भर्ना आइसकेका छौँ। सो आज चाहिँ एकदम निकै रमाइलो पनि लागेको छ। धेरै पछि यस्तो रमाइलो ठाउँमा घुम्न पाउँदाखेरि निकै रमाइलो लागेको छ साथीहरू। सो हाम्रो ग्रान्ड मल देख्न सक्नुहुन्छ पछाडि, त्यहाँ दाइहरू हुन्छ। गाइज के छ, कतिको रमाइलो हो आज? हेलो हेलो गाइज, मोबाइल छ नि? ल साथीहरू आज चाहिँ एकदम सिटी जस्तो ठाउँमा आएछ। हामी चाहिँ बस्ने अलिक भित्र हो। यहाँदेखि लगभग 1 घन्टाभित्र चाहिँ हामी बस्ने साथीहरू। आज चाहिँ हामी भर्ना सिटी आएको छ। एकदम हाम्रो यो सोफिया सिटी पछिको हाम्रो भर्ना सिटी साथीहरू। एकदम रमाइलो लागेको छ आज चाहिँ। अब हाम्रो दसैँ तिहार भने पनि यस्तै हो, साथीहरूसित घुम्ने बस्ने साथीहरू यस्तै छ। हाम्रो आजको ग्रुप 7 जना ग्रुप चाहिँ साथीहरू त्यहाँ ट्याक्क लाएर आज चाहिँ हामी मस्त लाएर घुमाइ हुँदैछ। हाम्रो अब तिहार भने पनि जे भने पनि साथीहरूसँग घुम्ने हिँड्ने यस्तै छ साथीहरू। गाइस देख्न सक्नुहुन्छ यतातिरको यस्तो वाला बस पनि देखियो आज धेरैमा। जो आज घाम चाहिँ लागेको छैन, मौसम चाहिँ हल्का हल्का जाडो हो। साथीहरूसित घुमिएछ साथीहरू यस्तै छ यतातिरको मौसम चाहिँ। गाइस फाइनली हामी ग्रान्ड मलभित्र छिरिसकेका छौँ। देख्न सक्नुहुन्छ हल्का लाएर ग्रान्ड मल आज धेरैमा मलभित्र छिरियो लगभग 6-7 महिनाभित्रै। हेलो गाइस, ल हाम्रो घुम्ने कार्यक्रम चाहिँ सपिङ चाहिँ भइसक्यो। हामी ग्रान्ड मलमै छौँ। 3 बरी चट्ट घुम्यो। अब KFC खाने प्लान छ हाम्रो। सो पहिला चाहिँ नेपालको 12,000को सामान छ है। 12,000को सामान हो नेपालको। अब हामी चाहिँ अब बाल्चिक जानको लागि बस टिकट काट्न हिँडेको तलतिर। र बाल्चिक जाने बस टिकट काटेर हामी चाहिँ फेरि KFC खान जाने प्लान छ। आज दिनभरि चाहिँ यस्तै मलतिर घुमेर गयो दिन। 6-7 महिनापछि दुईटा कपडा किन्दा 12,000 परेको छ। 2टा कपडा किन्दा नेपाली 12,000 परेको रे भन्नुभएको छ कमल दाइले। गाइस हामी चाहिँ अब टिकट काट्न हिँडेको। टिकट काटेर आएर ट्याक्क KFC खाइन्छ। अनि आजको हाम्रो यात्रा पनि सुरु गरिन्छ फेरि बाल्चिकतिर। गाइस फाइनल्ली हामीले चाहिँ बस टिकट काट्न आएको। देख्न सक्नुहुन्छ हाम्रो भर्नाको बस स्टेसन यही हो। हामी चाहिँ होइन बाल्चिक देखाउँदै हिँड्थ्यौँ। हामी चाहिँ भित्र मल घुमिसक्यौँ। अब भित्र चट्ट लाएर टिकट काट्न जानु लाग्यो। ल गाइस फाइनल लाएर हामी चाहिँ यहाँ KFC खानलाई भनेर आयौँ। दाइहरू चाहिँ यता टिकट लिन जानुपर्छ अर्डर लिनलाई। हामी चाहिँ यहाँ ट्याक्क 4 जना भएर बस्यौँ। देख्न सक्नुहुन्छ आज चाहिँ यहाँ सटरडे हुनाले यहाँ पनि भिड रहेछ। जहाँ पनि KFCको लागि जे होस् भिडै हुने रहेछ साथीहरू। लगभग 1 इयर पछि दाइहरूसित ट्याक्क लाएर आज हाम्रो भर्नाको टुर पनि निकै रमाइलो हुँदैछ। देख्न सक्नुहुन्छ दाइहरू ट्याक्क KFC खानको लागि रेडी पोजिसनमा हुनुहुन्छ। दाइहरू अर्डर लिनु गरौँ। दाइ के छ? एकदम ठिक छ। आज लगभग 1 इयर पछि ट्याक्क लाएर KFC खान पाउँदा एकदम सबैसित दाइहरूसित बसेर चट्ट खान पाउँदा निकै रमाइलो पनि लागेको छ साथीहरू। त्यही छ आजको दिन पनि यतै ग्रान्ड मलतिर घुमेरै गयौँ। ल गाइस फाइनली लाएर हाम्रो KFC पनि आइसकेको छ। ल हामी ट्याक्क 6 जना भएर ट्याक्क लाएर KFC लाई गाइस आज धेरै पछि KFC खान पाइयो। KFC भन्दा पनि ट्याक्क सबैसित रमाइलो हुने रहेछ। सबै दाइहरूसित बसेर ट्याक्क धेरै पछि ट्याक्क KFC खान पाइयो। ल गाइस फाइनल्ली हाम्रो KFC पनि आइसकेको छ। कमल दाइ ल हेर्नु ल आजको हाम्रो भर्ना टुर पनि यस्तै छ। KFC ट्याक्क खायो धेरैमा खान पाइयो। बिस्दै लगाएर हेर्नु सर यता राम्रो छ। ट्याक्क लाएर गाइस दाइलाई ल्याउनु पर्ला। के छ? ल गाइस फाइनल लाएर आजको हाम्रो सपिङहरू यताउति घुमघाम पनि सकिसकेको छ। हामी ट्याक्क हाम्रो ग्रान्ड मलको बाहिर निस्किसकेको छ। ट्याक्क एउटा चाहिँ ब्याग लिग्यौँ मैले चाहिँ। सो दाइहरू चाहिँ पछाडि चाहिँ हुनुहुन्छ। हामी चाहिँ ट्याक्क अब आएर बसिसकेको छौँ। हामी चाहिँ अब एकछिनमा गाडी चढेर फेरि बाल्चिकतिर फर्किने साथीहरू। सो आजको दिनभरिको हाम्रो आजको छुट्टी पनि यतैतिर भर्नातिर निकै रमाइलो गरी साथीहरूसित गयो साथीहरू। अब हेरौँ भोलि पनि छुट्टी हो। अब अर्को छुट्टीमा कता हुन्छ के हुन्छ साथीहरू। ल
गाइस फाइनली ल्याएर आजको हाम्रो जर्नी पनि यही समाप्त भइसकेको छ। हामी चाहिँ बस स्टेसनमा आइसकेको छौँ साथीहरू। आजको दिन पनि एकदम निकै रमाइलो भयो, सबैसित आइयो टक्क रमाइलो भयो, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो भर्नाको स्टेसन साथीहरू। र साथीहरू फाइनल्ली हामी बस स्टेसन आइसकेका छौँ भर्नाको, देख्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ हामी अब ट्याक्क 1 घन्टा लगाएर हामी बाल्चिक जाने हामी पर्ने ठाउँमा। हाम्रो चाहिँ अब एकछिनमा त्यहाँदेखि बस लाग्छ साथीहरू। आज पनि यस्तै भयो, आज पनि घुमघाम गरेर दिन गयो। गाइस फाइनल ल्याएर अब हाम्रो जर्नी पनि सकिसकेको छ। ट्याक्क हामी चाहिँ अब घुमतिर हिँडेको आजको हाम्रो भर्नाको जर्नी पनि सकिसकेको छ। ट्याक्क गाडी आइसकेको छ। हामी चाहिँ अब यो गाडीमा चढेर ट्याक्क 1 घन्टा लगाएर हामी बाल्चिक जाने हो साथीहरू। आजको हाम्रो टुर पनि निकै रमाइलो भयो। गाइस फाइनल ल्याएर आजको हाम्रो जर्नी पनि सकिसकेको छ। हामी गाडी चढिसकेको छौँ। आजको हाम्रो जर्नी पनि निकै रमाइलो पनि भयो, ट्याक्क लाएर घुमियो साथीहरूसित। आजको हाम्रो छुट्टी पनि यही गयो साथीहरू। बाल्चिक टु भर्नाको आजको यात्रा निकै रमाइलो भइसकेको छ। फेरि अब हामी भर्नादेखि बाल्चिक जाने हो, त्यहाँ पनि निकै रमाइलो गरेर जाने हो साथीहरू। अब यस्तै हो, नेपालीहरूको पारा जहाँ पनि हल्ला गर्न छोडिनु हो कि नै है, ठिक हो नि। पछाडि सिटमा बस्ने हल्ला गर्ने साथीहरू। सक्नु साथीहरू, हाम्रो चाहिँ ट्याक्क हाम्रो यात्राको आजको यात्राको गाडी यही रहेको छ। ट्याक्क डिलक्स एसी सोफा सिट छ यस्तो भन्न सकिन्छ। अब यतातिर यस्तै भए पनि चढेर ट्याक्क यात्रा गरिन्छ। हिटर छ, एसी छ गाडीमा, ट्याक्क लगाएर दाइ हुनुहुन्छ। गरौँ दाइ, के छ आजको यात्रा कस्तो भयो? विशाल राम्ररी सर, कमल दाइ ठिक छ नि होइन? सुनिस दाइ यता हेरिदिनु एकचोटि भिडियोमा, ल ठिक छ नि होइन? ल गाइस हटाइबुटाइ पनि आइसक्नु भएको छ। मेक्सिमपछि यात्रा सुरु गर्नेछौँ। गाइस फाइनल ल्याएर आजको हाम्रो यात्रा पनि सकिसकेको छ। ट्याक्क चाहिँ हामी आइसकेका छौँ गाइस। ल आजको हाम्रो यात्रा पनि सुरु भइसक्यो। भर्खर ट्याक्क बसदेखि झरेर हामी ट्याक्क 6जना भएर आयो साथीहरू। ल आजको भिडियो पनि ल गाइस फाइनल्ली हामी रुम आइसकेका छौँ। आजको एकदम हाम्रो जर्नी पनि निकै रमाइलो रह्यो साथीहरू, आज भर्नाको जर्नी। सो आज फाइनल्ली ल्याएर हामी टक्क घुम्यो, रमाइलो भयो। अब हामी रुम आइसकेका छौँ गाइस। यो आजको भिडियो म यहीँ समाप्त गर्न चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला साथीहरू। मेरो युट्युब च्यानल लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।